यो भेक चाहिँ डल्लै टुङसुङ हो। यो देख्दै गरेको चाहिँ खरसाङ हो। त्यहाँ खुवाउने सबैलाई र नमस्ते सबैलाई। र यो भ्लग चाहिँ स्पेसली हाम्रो दार्जिलिङहरूको निम्ति बासिन्दाहरूको निम्ति, कारण हामीले सानैदेखि देखेको सुनेर आएको एउटा हाम्रो चौरस्ता नजिकैको जग्गा जसलाई भनिन्छ तुङसुङ है। तपाईहरु सबैले देख्नु भएको हाम्रो घोडास्थल छ, तुङसुङ 3 बाटो भन्छ। अन्त एकदमै रमाइलो जग्गा छ है। र हिजो अस्ति मात्रै हामीले थाहा पायौं कि दार्जिलिङ भेगमै अझै एउटा तुङसुङ रहेछ। फेरि अरु पनि छ होला, तर अब मेरो लाइफमा चाहिँ मैले चाहिँ फर्स्ट टाइम सुनेको अझै एउटा तुङसुङ रहेछ। त्यो चाहिँ आज हामी तपाईहरुलाई यो भ्लगमा देखाउने छौं हैन। हजुर खाँदै पनि छु फेरि ल पक्रिनु। हेलो हजुर दार्जिलिङ भनिसकेको ए भयो पछाडि खिच्नुभएको खै कुनै त रेकर्ड हुँदैछ हुँदैछ त। अन्त उ यहाँ रातो बत्ती बल्दैछ। अन्त यो कता फ्रन्ट छ कि ब्याक छ क्यामेरा? त्यही हेर्नु न लेन्स यो कसरी स्क्रिनमा खिच्नु न। त्यो केमा आउँदैन नि त मैले गर्दा त। क्यामेरा फोनको क्यामेरा चलाएको छैन त अहिलेसम्म। अन्त त्यसको क्यामेरा कुन चाहिँ हो? ला भक्कु मेरो अनुहार खिच्दैछ। अन्त मलाई थाहा थिएन मेरो अनुहार भक्कु खिच्दैछ। यो मान्छे त एकचोटि रिसिँदै मात्रै छैन। अन्त बिहानै भन्नुपर्छ नि लन्च हो, म डिनर भनेर ढुक्कै बसेँ होइन। निकाल्नु लागेको त्यो हस्पिटलहरू देखाउनु गएँ। निका लन्च है आजको यो भनेर म भटाभट काम गरेर आएर पक्कै लिएर पनि जान्थेँ नि। अब सबले भात खाइसकेको छ, भाडामा उनीहरू पुग्ने छ होइन। म चाहिँ आउने सोचेको थिइनँ नि त, आउँदिनँ भनेर सोचेको थिएँ कि। म हेर्दाखेरि त्यस्तो खाइको छु छुइनँ नि। के रोडको छ? आलुबारी रोड, गान्धी रोड। गान्धी रोड, आलुबारी रोड भन्दैन नि त भाइ। गान्धी रोड कहिलेमै मान्छे त्यही भएर दिघा छोरी ए होइन मागधोक मोनेस्ट्री, मागधोक मोनेस्ट्री। हामी यहाँ आयौँ। आज घरमा कसैलाई खाना आउँछ सरप्राइज।
दिएपछि यहाँ चाहिँ अब दार्जिलिङमा चिसो चढ्यो बुढेसकालमा अलिक ध्यान राख्नुपर्छ है साथीभाइ हैन घाँटी दुखिरहेको छ मेरो पुरा भन्नु न भन्नु न अब हामी जोरबङ्गला आइपुग्यौँ ल ल ल भन्नु न तपाईँले म गाडी चलाउँ भन्नु न छिटो भन्नु न ल अब हामी चाहिँ जोरबङ्गला आइपुग्यौँ यहाँदेखि चाहिँ अब पर्सेन्टपट्टि जानुपर्छ रङ्गुपादेखि चाहिँ ओह्राल जान्छ यो चाहिँ 3 माइल जाने बित्ति छ डिग्री कलेज जग्गा त साह्रै चिसो हुन्छ यो जग्गा है एक्लै घर दिन नि के त अगाडि एक्लै घर आइपुग्न यहाँ भन्ने एक्लै घर चाहिँ एउटै घर मात्रै भएर एक्लै घर भनेको होला नि यहाँदेखि चाहिँ तुमसुङ ओह्रालो कम्ती बोलेको कारणले गर्दा चाहिँ आज त हामी ढिलो पुग्दैछौँ बिहानै भनेको भए चाहिँ हामी लन्च टाइममा पुग्थ्यौँ भनेन उनीहरूले पनि डिनर हुन सक्दिनु भएछ त्यो भएर चाहिँ हामी राख्नु परेर सबैजना लन्च गरेर पनि फर्किसक्नु गरे घर इको चाहिँ होइन कि मलाई साँच्ची त्यो लिएर बोल्नै सक्दिनँ सुखी देश यहाँ चल्दैन भन्दा नि फेरि एकदमै दामी परिवार पनि दामी छ सबैले कस्तो देखाइदिनु पहाडहरू हेलिप्याड देखाउनु बाटो त्यस्तै दामी छ
ऊ तल हेलिप्याड देखाइदिनु न देख्दै यहाँबाट कम्ती देख्दैछ हेलिप्याड देख्दैछ यो चाहिँ हेलिप्याड हो यहाँ चाहिँ हेलिकप्टरको लागि बनाएको थियो स्पेसली तर यो चाहिँ इन्कम्प्लिट भयो हामी हेलिप्याड अलिअलि देख्छौँ के भन्नु जानु पर्यो रिग्रेट फिल गर्छ मेरो चुमाले जहिले पनि किन भन्दाखेरि इगो नभन्नु इगोले होइन एकले म पनि डिनर भनेर सोचेँ नि त मैले पनि मजाले बस्छ होला सबैजना आँगनमा गीतहरू गाउँछ होला फेरि डिनर पनि गरिदिनुहोस् ल भन्नुपर्ने रहेछ नि ल लन्च भयो अब डिनर पनि सिधै बोलाएर राखिदिन्छ छोटेम होइन निस्केल नि फोन गरेँ कहाँ पुग्यो भन्नु नि के स्कुल हो मलाई त कहाँ थाहा छ र अन्त लोत्रेको खै के स्कुल हो डिस्ट्रिक्ट स्कुलहरू बाटो बिग्रिँदा चाहिँ हेर्दैनौँ है ल साथीभाइहरू हामी चाहिँ जाँदैछौँ दार्जिलिङको तुङसुङ जुन चाहिँ चौरस्ताको छेउमा छ साथसाथै यहाँ तलतिर पनि छ यो रङ्गुनको मुनि रहेछ एकदमै दामी जग्गा तपाईँहरू छिटै तपाईँहरूको लुगाहरू धुनु चाहनुहुन्छ भने हामीले लन्ड्री खोल्दैछौँ र तपाईँहरू सम्पूर्णले हामीलाई सम्पर्क गरेर यहाँदेखि चाहिँ आर्चे सागरको गाउँ अरे बिलिङ हाम्रो आर्चे सागर साथीको गाउँ चाहिँ यहाँबाट छुट्टिँदो रहेछ जतिमा आर्चे सागरको फ्यान छ आएर उहाँलाई यहाँ सम्झेर त्यसमा म पनि हो एउटा त्यो चाहिँ पक्का हो खरसाङ हो खरसाङ अगाडि केहरू देख्छ भन्छ इन्टेक तल छ
इन्टेक भनेको अस्तिको त्यो उयो है? पुल उयो गऱ्यो नि होमस्टेहरू बगायो नि त्यहाँनिर छ तल त्यसको इन्टेक चाहिँ दामी अब हामी चाहिँ तुङसुङ जाँदैछौँ धेरै पनि तुङसुङ गऱ्यो अनि सबै आउँदैछ घोडा नि दाइ कस्तो दामी रहेछ तुङसुङमा त पानी पनि आउनु थालेछ तल हिँड्यो होला बाटो हामी झट्टो हाई स्कुल आइपुग्न थिएँ यहाँबाट चाहिँ धुप्रेको मन्सी गाउँ भन्ने जान्छ एउटा देखौँ होला एकपल्ट हामी तुङसुङ पनि देख्छ त्यहाँबाट है अस्तिको पहिरो दिएको ठाउँ त्यहाँ दोकान थियो नि दोकान अभि हो तल देख्दैछ ब्रिज यस्तो हुँदैन नि त है रोक्नु न रोक्छ त एकपल्ट र साथीभाइहरू आजको भ्लगमा त थाहा पाइहाल्नु भयो तपाईँहरूले हामी दार्जिलिङमा तुङसुङ भन्ने रहेछ र अर्को तुङसुङ हामी फेरि आइरहेको छौँ चौरस्तामा देखिरहेको तुङसुङको साथसाथै यो चाहिँ एकदमै अर्को तुङसुङ हो यो चाहिँ मेरो ससुराली पनि हो र तपाईँहरूलाई म देखाउँछु तुङसुङ धोत्रेबाट यस हेर्नुहोस् यो तल देखिरहेको जुन चाहिँ छ यो भेग चाहिँ डल्लै तुङसुङ हो यो देख्दै गरेको चाहिँ हाम्रो अजय अडवटज्यूले बनाउनु भएको नयाँ पुल यो तुङसुङ यो पुलको ठिक यता माथितिर मेरो ससुराली नुमासनको घर यो माथि माथि चाहिँ के पर्छ छन् पुलुदुङहरू भयो त्यहाँदेखि यता माथि ऊ माथि देख्दै गरेको त्यो सुक्यो हो ए सुक्यो पोखरी त्यहाँ भयो त्यहाँदेखि यता यता के हुँदै यहाँनिर पहिरो गएकोमा चाहिँ दोकान थियो अस्ति 4 अक्टोबरकोले चाहिँ उयो लगेछ त्यहाँ पोखरेबुङहरू छ त्यहाँदेखि सिधै गयो नि यो भ्यालीहरू सकेर त्यहाँ चाहिँ तपाईँको त्यही चाहिँ सिलगढी हो यस साथीहरू यति राम्रो जग्गा छ यति दामी छ अब हामी तुङसुङतर्फ गइरहेको छौँ होइन हजुर ल जाउँ त तुङसुङ अब चाहिँ हामी बालासन पानी पुरा आएछ नि दादा भन्नु न अब चाहिँ अब दुईवटा बाटो छ र हामी चाहिँ बालासन पुग्यौँ यहाँबाट चाहिँ दुईवटा बाटो छ राइट गयो भने चाहिँ तुङसुङ लेफ्ट गयो भने चाहिँ इन्टेक र यहाँ तपाईँलाई जसरी हामीले तुङसुङ देखाउनु आइरहेको छ हो त्यसरी नै पुल बजार भन्ने जग्गा पनि छ है साथीभाइहरू आउनुहोस् है एक्सप्लोर गर्नु अब हामी राइट लिँदैछौँ यहाँबाट चाहिँ हामी जान्छौँ तुङसुङ अस्ति हामी दसैँमा घर आउँदाखेरि चाहिँ यस्तो भएको थियो बाटो डल्लै ब्लक गएर
चाहिँ अलिक रफ भइसकेको छ यस्तो भएको छ यो खराब छ यहाँ चाहिँ बिचको बाटो चाहिँ खराब छ उठ्ने बेलामा गाह्रो छ ससुराली आउनु यहाँ के कहाँ त चिन्ने पनि निस्केको छ अरे नि प्रणय भएर हाम्रो भाइलाई यहाँनिर चिलेको नि चिलेर एडमिट भइदिनु भयो नि तिनीहरू अरेन्कल भन्नेहरूले चिलेर यहाँनिर है त्यो डरलाग्दो खेद्दो रहेछ के टोक्दो रहेछ नि अम्बो हामी दसैँमा आउँदाखेरि चाहिँ चप्पल चाहिँ हातमा बोकेर खालि त्यही हिँडेको नि त यो ढुङ्गा झन् अलग अलग किनेको छ ल साथीभाइहरू हामी तुङसुङ पस्यौँ यो खोलाको नाम के हो बिम खोला रहेछ र यहाँ तुङसुङको फ्याक्ट्री तुङसुङ फ्याक्ट्री डिभिजन भन्ने ठुलो फ्याक्ट्री चाहिँ यही थियो अरे नि त तुङसुङको सबै जग्गाको चाहिँ कति चाहिँ यहाँनिर ल्याउँथ्यो भन्थ्यो पेल्नु चाहिँ दामी थियो नि अब हामी सानो हुँदा त यहाँनिर कस्तो मजाको थियो यहाँ चाहिँ अफिस पाँच तल्ले थिएछ नि त है हजुर दामी नि अब यो त यतिको फ्याक्ट्री चाहिँ कहीँ छैन थिएन भन्नुहुन्थ्यो बाजेहरूले त्यसो भन्नुहुन्थ्यो र के भएको रहेछ यो यहाँ चाहिँ त्यो भन्नुहुँदैन खण्डर भएको छ यहाँ चाहिँ लाइब्रेरी हाम्रो साई मन्दिर है हजुर टाढै पर भए पनि यसो देख्दैछ
त्यहाँ चाहिँ पहिला हामी पुरा पिङ खेल्नु आउँथ्यौँ मजा आउँछ त्यति बेला हुँदैन हाम्रो गाउँ देख्दैछ र यो देख्दै गर्नुभएको चाहिँ मुनिको चाहिँ तुङसुङ 1 नम्बर यो चाहिँ नुमासानेहरूको गाउँ हो एकदमै रमाइलो गाउँ सानो गाउँ मिठो गाउँ होइन हजुर माथिबाट खोलाहरू भ्याली भन्छ होइन गाउँ पाहाडको बिचको गाउँलाई भ्याली भएर बसेकोलाई भाइ गाडी धोको डेन्जरस सिसिटिभी नबोली चाहिँ म चाहिँ हाम्रो गाउँ आइपुग्यो नि हाम्रो साई मन्दिर यो चाहिँ यो छेमाको घर हाम्रो जस्तै बेन्सी मम्मा आज झुक्काएर आएको त सबैजना आइपुग्नु भएछ घर है घर आउनु भएछ है आज खाना तल थियो नि 12 बजे हजुर त्यही त हामी ढिलो भयो नि हौ हामीलाई राखिदिनु भयो मामा खै विशाल दा शम्भु भाइ ए हुन्छ मामा एकछिनमा भेटौँ घर आइपुगेँ अब हामी चाहिँ काका काका हजुर काका हुन्छ काका मेरो घर आया आमा दिव्यान्ता हो दिव्यान्ता ए जङ्गली भएछ हेलो हामी आइपुग्यो त झुक्काएर आएको झुक्काएर ओइ सरप्राइज हो भन्नु न सरप्राइज दिउँ भनेर यति बेला लागि नि रुमाल नल्याइ बेलामा आइपुगेछ न गए झुम्रो ओडाउन लागि हेर झुम्रो ओडाउनु पर्यो नि हौ छिट्टो आउने कि मैले भनिनँ नि त बिहान लाग्दैन नि होइन मैले दादालाई बिहान भनिनँ नि त कि खाना छ सबैजनालाई भेट्नु जाउँ भनेर त मैले भनिनँ नि त जेनी सानजेनो सुतेको मान्छे उठेर होइन म ढिलो भयो नि त गर्न रेकर्ड ए भाइ हिजो आएको भाइ यस्तो क्यामेरा चाहिँ यसो कसो म्याच हो त ए ला ल के मान्नु सदा सुहागन रहो हुन्छ फलो फुलो है फलो फुलो रहो अलका नाना अलका छेमाले बढी के पर्छ अलका बढी यसको अलका बढी र माथि बिरान दादाको के पर्छ बढी हेलो भनिदिनु न दिपा नाना हेलो हाय हेलो अरे ओइ चिया खाँदैन सही सन
बित्ति जानु कि सान भनेको सान भनेको त जापानिजबाट चाहिँ जिउ भनेको लुङ्गा बोला न हौ यहाँ चिया खानु खाना खाएर आएको नि मैले जसको 12 बजे आएको भए चाहिँ हो जेनी छ हाम्रो जेनी ओ जेनी जेनी आ छोडिदियो भने तिमी कहाँ जान्छौ भयो भयो जेनी यस्तो गर्छ नि त ल नदी पेन त म चिया बनाउने मान्छे चिया खुवाउने सबैलाई आइज चिया खानु जैला पनि लगिदिएर चिया हुन्छ यता उयो गरिदिन्छु दामी बनाएको थिएछ यम्मी रङ्गोली मैंने डॉक्टर सुती रख रहा था आए त झुक्का राखो ओ नानाहरु साथी के भनेको थियो म त दिला के मार्छ लाग्यो त त्यो त मन्दी लागि जस्तो लाग्यो मिल्छ उनीहरुको आएछ म त रिला पनि भाग्यमानी भन्नु भनि दिदी बेन्ताले भाग्यमानी इ मेरो भाइ छेगर साइराम गर्छ साइराम खै चाहिँ गरेको साइराम यो भन्दा चियामा के हालेर बनायो छ्या के हालेछ है म परे है मिल्छ मैले नले भक्क साइराम भन् साइराम गर छिटो साइराम छिटो यस्तो मिठाई दिनु हुँदैन नि फेरि छिटो साइराम गर के नदिम भ छिटो खोइ साइराम गर छिटो आबेले खाँदैन साइराम कस्तो हुन्छ आबेले के खाँदैन छिटो साइराम भनेको है भने है भाइले सबैजनालाई सर पनि ढिलो भए पनि सबैलाई भेट्नु बस न हौ ए गएको भेनाले सोध्नु चाहिँ भेट्यो ए ल आइज न ल हुन्छ ल अर्चना बोल्नु म त सबैलाई चियाहरू खुवाउने चिया भुजाहरू खुवाउने म त हो बहिनी जोइ यहाँ सरप्राइज दिनु आउनु भएको रहेछ तर बहिनी जोइ नै सरप्राइज भयो भाँडाहरू धुनु पर्ने मात्रै छ बहिनी जोइहरूले चाहिँ भुजाहरू चियासँग जति सक्दो छिटो है बिस्कुट खाँदै होइन खाँदिन चियाले थप्दिन् होइन भयो भयो खानु न ए चिया खानु होइन भयो रोगको चिया खानु न मैले त कस्तो अघि चिया बनाउनु कि मलाई पुरा चित्रम भयो रहेछ कि अन्त पछि एकदम पटुकी कसेर त्यहाँदेखि भन्दा हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा अन्त भन्दा आखानी राम्रे हो मन पराउने ओटा आखानी राम्रे हो मन पराउने ओटा पानी जतिखेर देख्छ अल्काले मलाई नाच्दै गरेको मात्रै सरी चिया खाऊ न ए लुजु बाई बाई एभ्रीबडी मिङ्सो बगैँचा गएको हामी न अस्ति भेटेको थिएँ नि हामी चौरस्ता हजुर बुहारी भित्र को गरेको के भएछ